एभ्रिवान वेलकम ब्याक टु माई मिनी भ्लग र फेरि पनि म हजुरहरूको सामु मिनी भ्लग लिएर आइसकेको छु र म बिहान बिहान बनाउँदैछु मेरो नानीको लागि फुल। नानीको लागि चाहिँ होइन, नानीको टिचरको लागि चाहिँ हो। आज चाहिँ नानीको स्कुलमा ग्रेजुएसन डे हो, सो उसले चाहिँ टिचरलाई दिन्छु मैले फुल भनिराखेको थियो अनि मैले बनाइदिएँ नानीको लागि फुल। बिहान बिहान उठेर मम्मी फुल बनाइदिनु न, मैले टिचरको लागि ल्याइदिने हो भनिराखेको थियो। अनि सो छोराछोरीको लागि त्यति त गर्नु परिहाल्यो, सो मैले बनाउँदैछु, ऱ्यापिङ गर्दैछु। अनि चाहिँ डे 1 को मिनी भ्लगको चाहिँ भोइस ओभर मेरो बधाइनीले गरेको थियो। कस्तो लाग्यो हजुरहरूलाई यो कमेन्टमा भनिदिनु होला। अनि चाहिँ एउटा मात्रै फुल बनाउँदैछु थिएँ म चाहिँ, जिब्रो लरबरी चाहिँ यस्तै हो गाइज। अनि मैले फुल बनाएर नानीलाई दिएको, खुसी भइराखेको थिइन्। अनि नाचेको हेर्नु न, नाचिन् मम्मी पनि नचौटी, छोरी पनि नचौटी, थ्याङ्क यू भनिरहेछ यो चाहिँ। अनि चाहिँ हामी रेडी भएर जान लाग्यौँ, ढिलो भइसकेको थियो, त्यही भएर रेडी भएको भिडियो चाहिँ बनाइनँ। अनि आमालाई बाई भने अनि चाहिँ हामी लाग्यौँ नानीको स्कुलतर्फ। बाटो हेर्नु न गाइज कस्तो छ भने नि हो। अनि चाहिँ यहाँ पार्दैछिन् छोरीले नक्कल त कति पार्छिन् नक्कल्टी हो कि नक्कल्टी नक्कल्टी मुख बङ्गाई कसरी गरेछि। अनि देखाउँछु 5 रुपियाँ छ मसँग, 5 रुपियाँ छ भन्छ। अनि फाइनल्ली हामी चाहिँ पुग्यौँ नानीको स्कुल। अनि दौडी चाहिँ गुरुङ दौडिँदै आइछि मसित। अनि त्यसपछि यहाँ सबै प्यारेन्ट्सहरूले रेडी भएर सबैको फोटो खिच्दै हुनुहुन्थ्यो। अनि हामी लाग्यौँ क्लासतर्फ नानीको। अन्त उफ्रिँदै यहाँ छ भन्छ। अनि चाहिँ मलाई भिडियो बनाउनु चाहिँ लाज भित्र गएर, सो मैले भिडियो बनाइनँ। अनि नानीको मात्रै भिडियो बनाइदिएँ। त्यहाँ गएर अब रेडी हुँदै छिन् ग्रेजुएसनको लागि। अनि चाहिँ मैले यसो ढल्किँदै भिडियो बनाउँदै थिएँ, देखेकै थिएन। सो कति इनोसेन्ट देखिन्छ अरूको अगाडि, हाम्रो अगाडि कति चक गर्छन्। त्यही त होला नि टिचर र मम्मी बाबामा बहुत फरक। अनि त्यसपछि चाहिँ टोपी लगाइदिनु भयो टिचरले चाहिँ। अनि आउँछन् दगुर्दै। अनि चाहिँ मैले चाहिँ यहाँ हेर त कस्तो देखेछ भन्दै चुमा खान्छु। अनि त्यसपछि गयौँ हामी हलतर्फ। अहिलेको उस चाहिँ ग्रेजुएसन चाहिँ हलतर्फ थियो, सो हामी चाहिँ गयौँ। अनि चाहिँ यहाँ डेकोरेसन पनि हेर्न सक्नुहुन्छ, वेलकम टु ग्रेजुएसन सेरेमनी 2082 लेखिरहेको छ। अनि यो चाहिँ नानीको स्कुल देखाउँदै थिएँ। अनि चाहिँ हलमा बसिसकेछौँ। अनि सबै प्यारेन्ट्सहरू कुर्दै हुनुहुन्थ्यो, प्रोग्राम कहिले स्टार्ट हुन्छ भनिराख्नु भएको थियो। कस्तो जिरो लरबरेको यता चाहिँ म नक्कल पारिरहेको छु, मुसु खुसी भएको। अनि त्यसपछि आयो नानीहरूको पालो डान्स गर्ने। डान्स सकिएर अनि पालो आयो हाम्रो। अनि त्यसपछि हामी चाहिँ त्यहाँ उभिराखेका छौँ, हाम्रो पालो कुर्दैछौँ र फाइनली पालो आइसकेको छ। अनि टिका सिका लगाइदिनु भयो। अनि त्यसपछि पाइन् फोटो ग्रेजुएसनको। अनि त्यसपछि पालो आयो हाम्रो नास्ता खाने। अनि चाहिँ नानी भनेको हेरी नानी कस्तो छ भनेको के खायो भनेको समोसा भन्दै थिइन्, समोसा लड्डु भन्दै मिठो भन्छन् अझै गर्छि। कति चण्डाल छिन्। अनि त्यसपछि आयो फोटो सेसन। हामी चाहिँ यहाँ फोटो खिच्दै थियौँ, कङ्ग्रेचुलेसन भन्नेवाला। अनि फोटो खिच्न पाएर रमाएर हैरान छ। यति गर्मी थियो गाइज, यति गर्मी थियो, ए भगवान् यस्तो टाउको दुखिसकेको थियो। र फाइनल्ली घर आउन लाग्यौँ। अनि यस्तो टाउको दुखेको थियो भनिरहेको थिएँ मैले चाहिँ। अनि चाहिँ फाइनल्ली घर पनि पुगियो। अनि त्यसपछि यस्तो गर्मी छ छ्या भनिरहेको थिएँ। अनि घाम देखाइरहेको थिएँ, उफ
अनि बजिसकेको थियो रातिको 11:37। म चाहिँ बुके बनाउँदै बस्दै गरेको थिएँ। सो आधीमै निन्द्रालाई आएर निन्द्रा अब भोलि बिहान कम्प्लिट गरेर देखाउँछु भनेर बाई भने। अनि त्यसपछि भोलि बिहान कम्प्लिट गरेँ। आजको लागि यति नै हो साथीहरू। हेरेर प्रतिक्रिया दिनु होला कस्तो भयो। बाई, लभ यु।